मैले उसलाई प्रेम गरेँ अनि कहिलेकाहीँ उसले पनि मलाई प्रेम गरी होला। आज म कवि पाब्लो नेरुदाको बारेमा कुरा गर्दैछु। उनी चिलीका कवि हुन् र 20औं शताब्दीका महानतम कविहरूमध्ये उनको नाम सम्मानले लिइन्छ। उनको एउटा असाध्यै प्रसिद्ध कविता छ टु नाइट आई क्यान राइट साडेस लाइन भन्ने। त्यसको म सानो अंशको भावानुवाद गरेर सुनाउने प्रयास गर्दैछु। मुख्य शब्द पाब्लो नेरुदाकै हो। मैले चाहिँ केवल केही विशेषण र संयोजकहरू मात्रै प्रयोग गरेको छु। तलमितल भई माफी चाहन्छु। आजको रात म लेख्न सक्छु सबैभन्दा उदास हरफहरू, जस्तो कि रातमा ताराको तोरण टाँगिएको छ, ताराहरू कामिरहेका छन् कतै टाढा निलै भएर, रातको हावा आकाशमा घुम्दै गीत गाउँछ। आजको रात म लेख्न सक्छु सबैभन्दा उदास हरफहरू। मैले उसलाई प्रेम गरेँ अनि कहिलेकाहीँ उसले पनि मलाई प्रेम गरी होला। यस्तै रातहरूमा मैले उसलाई आफ्नो अँगालोमा बाँधेको थिएँ। अनन्त आकाशमुनि यी पटक पटक चुमेको थिएँ। उसले मलाई माया गरी हो, कहिलेकाहीँ मैले पनि उसलाई माया गरेँ होला। ती स्थिर र गहिरा आँखाहरूलाई कसले पो माया नगर्ला र, को पो प्रेममा नपर्ला र। यो सोच्ने कि उनी अब मसँग छैनन्, यो महसुस गर्नु कि मैले उनलाई गुमाइसकेँ, यो सुनसान रातलाई एक्लै सुन्नु अनि भोग्नु, जो उनी बिना झन् सुनसान र असीमित लाग्छ। अनि यो कविता मेरो आत्मामा झर्छ जसरी झर्छ घाँसमा शीत। आजको रात म लेख्न सक्छु सबैभन्दा उदास हरफहरू। हस्, धन्यवाद।